हाई साथीहरू, हामी सब सदीक्षा दिदीको घर अनि आज चाहिँ असार 15 त्यही भएर चाहिँ असार 15 मनाउन आएको। समीक्षा दिदीले चाहिँ पतेना र अनि काँक्रा ल्याइदिनु भएको थियो अनि हाम्रो कुक चाहिँ नवीना दिदी र पुनम दिदी हो अनि सदीक्षा दिदीलाई सदीक्षा दिदी स्मृति म चाहिँ सदीक्षा दिदी उहाँको घर आएको। आज मैले आउने बित्तिकै एउटा हल्ला गरेँ अनि पछि मेरो डिसिप्लिनहरू सबै ब्रेक भयो किनभने आन्टी यहीँ हुनुहुँदो रहेछ मैले भनेर चिच्चाएँ। उठ इज ब्याड ह्याबिट, ब्याड गर्ल। उहाँको 3टा युट्युब च्यानल छ साथीहरू, सब्सक्राइब गर्नु बुझ्नुभयो। मेरो कटिङ स्किल हेर्नु है गाइस। यो मैले के लागि के होला के हो आलु आलु काटेको होला हैन यो अचारलाई बन्द गरिदिनु फेरि हेरौँ ल नभएर पनि त्यस्तो हुन्छ। हाम्रो रेसिपी रहेको छ भेज छोइला अनि त्यसपछि फ्रेन्च फ्राइज अनि मटर साँधेको कोक त अफकोर्स हुनु पऱ्यो आलु अनि यसलाई चाहिँ गोर्खा चटनी भन्छ ल अनि मासु अनि सलाद त हुने नै भयो। वाउ थ्याङ्क यू सदीक्षा दिदी, एकदम मिस हुनेवाला चाहिँ यो चाहिँ हाम्रो साइकेट्रिक ग्रुपको रेसिपी हो है। आज एकदम मेहनत गर्नुभएको छ।